सिन्कीको मिठो बास्ना र भटमासको मजाको स्वादले भरिएको यो छोप एकपटक खाएपछि फेरि फेरि खान मन लाग्छ। यो भिडियो हेरेर चाहिँ हजुरहरूलाई घरमै छोप बनाउने कन्फिडेन्स आउनेवाला छ। सो छोपको लागि मैले लिएको छु 1 बल केलाएको लसुन जुन छ अराउन्ड हाफ केजी, 50 ग्राम होममेड गुन्द्रुक मेड बाई मी, 200 ग्राम सेतो भटमास, त्यसै गरी सुकेको रातो खुर्सानी छ 10 ग्राम, सेतो तिल र टिमुर 1 ठुलो चम्चा लिएको छु मैले, साथै व्हाइट भिनेगर। छोप बनाउने सामग्रीमा चाहिँ तोरीको तेल इज मस्ट। पहिला मैले भटमासलाई गोल्डन ब्राउन हुने गरी भुटे अनि सेलाउनको लागि एउटा प्लेटमा ट्रान्सफर गरेँ। त्यसपछि सुकेको खुर्सानी फ्राई गरेँ। यो चाहिँ तातेको तेलमा राख्ने बित्तिकै रेडी हुन्छ। अनि खुर्सानीलाई पनि हामी सेलाउनको लागि अर्को भाँडामा ट्रान्सफर गर्छौँ। देन हामी लसुन फ्राई गर्छौँ। लसुन चाहिँ राम्ररी फ्राई गर्नुपर्छ, अलिक टाइम लिएर भित्रसम्म पाक्ने गरी मजाले गोल्डन ब्राउन कलर आउने गरी फ्राई गरिसकेपछि लसुन पनि अर्को भाँडामा ट्रान्सफर गर्छौँ सेलाउनको लागि। त्यसपछि यहाँ मैले फ्राई गरेको छु टिमुर। यसलाई ड्राई रोस्ट गर्दा पनि हुन्छ सुरुमै, बट मैले कराईमा अलरेडी तेल एड गरिसकेको भएर मैले तेलमै फ्राई गरेँ टिमुरलाई पनि। यसलाई चाहिँ डढ्न नदिकन केयरफुल्ली फ्राई गर्नुपर्छ। देन गुन्द्रुकलाई पनि हामी फ्राई गर्छौँ फर अ सेकेन्ड, किनभने यो छिट्टै रेडी हुन्छ। फ्राई गर्ने काम सकिसकेपछि अब हामी लाग्छौँ ग्राइन्ड गर्नतर्फ। मिक्सर जारमा अटाउँछ भने सबै एकैचोटि ग्राइन्ड गर्दा पनि हुन्छ। मैले चाहिँ सबै एकैचोटि नअटाउने र ग्राइन्ड गर्दा रिजल्ट पनि राम्रो नआउने भएको भएर पाले पालो ग्राइन्ड गरेँ। फर्स्टमा मैले ग्राइन्ड गरेँ भटमास। मैले फाइन पाउडर बनाएको छैन, यसको टेक्सचर खस्रो नै राखेको छु। टिमुर, खुर्सानी, लसुन, गुन्द्रुक अनि स्वाद अनुसार नुन राखेर सेकेन्ड टाइम ग्राइन्ड गरेँ। अनि मैले मिक्सिङ बलमा ट्रान्सफर गरेँ। अनि यसमा मिक्स गरेँ आमचुर पाउडर, सानो बलको 2 बल व्हाइट भिनेगर, सेम बलको हाफ बल सोया सस, सेतो तिल पनि एड गरिदिएँ। गेभ इट अ गुड मिक्स। देन 1 चम्चा अचार मसला पनि एड गरिदिएँ। आमचुर पाउडर चाहिँ टोटली अप्सनल हो, मसँग थियो सो आई एडेड, छैन भने नराख्दा पनि हुन्छ। अब रेडी भयो हाम्रो मार्केट स्टाइल छोप, घरमै अमिलो पिरो ट्वाक्क हाइजेनिक टेस्ट इन्हान्सर। यसलाई खानासँग लिनुहोस्, चाउमिन पास्तासँग खानुहोस्, चटपटीमा मिक्स गरेर खानुहोस्, लाफिङमा एज अ चिली ओइल युज गर्नुहोस्। एउटा छोप मल्टिपल युजेस, फाइदै फाइदा। एयरटाइट बट्टामा राखेर इन्जोय विथ एभ्री मिल एन्ड एभ्री स्न्याक्स। फलो एन्ड सब्सक्राइब हाम्रो स्वाद फर मोर रेसिपिज। थ्याङ्क्स फर वाचिङ। सी यू।